जाँदैछौँ मुक्तिनाथ मन्दिर। आज त्यहाँ महायज्ञ लाग्दैछ, त्यही भएर हामी जाँदैछौँ भोलि शिवरात्रिको तयारीको लागि। अब हामी जाँदैछौँ, घरबाट निस्किन्छौँ अब। कता? हामी अब लाग्यौँ। सबैजनाले हेर्दै गर्नु होला, लाइक गर्न नबिर्सु। ल हिँडी मामी, बाई। वन्दना विवेक ज्ञान सारा कुरा खर्चिरहेका छन् भने स्वयं परमात्मा आज यहाँ आएर मलाई दर्शन दिनुभयो भने अब मेरो पार्टीको काम गजेन्द्रले प्रभुको स्तुति गरे र अन्त्यकालमा गजेन्द्रलाई भगवान परमात्माले साथ मानेर जानुभयो भने महाराज तपाईँलाई माउथे सब्स्क्राइब गरिदिनु। यदि राजनीतिक देखियो कुनै कारणवश उनीका लागि भगवानले दर्शन दिनुभयो नाम गरेको कर्म कोही भएन। बाल हट त्यो पनि निकै ठुलो हुन्छ, तर म पनि एउटा योगी, मेरो पनि हट निकै ठुलो हुन्छ। म त यति मात्र चाहन्छु, मेरो यज्ञबाट हजुरले केही लिएरै जानुहुन्छ। बलिराज, बार बार मैले तिम्रो यज्ञबाट केही लिन्न भनिरहेको छु। तिम्रो यज्ञको दर्शनका लागि म आएको बलिराज। तिमीले मलाई बार बार दान 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 लिनुपर्छ भन्छौ भने मलाई मात्र 3 पाइला भूमि देऊ। न सोन, न चाँदी, न हिरा, न हार, न मोती, मलाई केही चाहिँदैन। रामदेव, हजुर मान्छे मात्रै सानो होइन रहेछ, बुद्धि पनि सानै रहेछ। म भन्छु सुन, चाँदी, हिरा, मोती, मणि, माणिक्य, धन दौलतहरू लिनुहोस् भनेर चाहेको भए राज्य नै दान गर्न तयार भएको यो बलिराज, मैले जे भने मैले गृहस्थी गर्नु छैन, मैले राज्य चलाउनु छैन, मैले अरू केही गर्नु छैन, केवल भगवानको जप तप र तपस्या, यही नै मेरो सिद्धता हो। त्यसैले मलाई 3 पाइला भूमि भए पुग्छ बरु, तर आफ्नो वचन कहिले छोड्न सक्दैन। मैले वचन दिइसकेको छु, दान गर्नुपर्छ, त्यो पनि भूमिदान। अहिले भूमिदानको समयमा आएर हजुरले रोक्दै हुनुहुन्छ कि हजुरले मलाई इन्द्र लोक प्राप्ति गर्न चाहनुहुन्न कि स्वर्गको राजा भएको देख्न चाहनु भएको छैन कि हजुर पनि लोभ र मोह पलायो। बस राजा भने तिम्रो कोल प्रहित हुनुको नाताले तिम्रो हितको लागि भन्दैछु, बाचा बाचा बाचा, कति बाचामा अटिएर बस्दैछौ तिमी? त्यो कुरा जो आफ्नो भावीले लेखेको कुरा छ त्यो टारेर टर्दैन बलि। दानीका अगाडि भगवान पनि नतमस्तक हुनुपर्छ। संकल्प पूर्ण भए हेलो गाइज, हामी मुक्तिनाथ मन्दिर गएर आयौँ। भोलिको लागि फेरि आसी यता के हो प्रतिक्रिया भोलि अब बिहानै आउने हो। ल भाइ, भोलि फेरि बिहानै आउने हो। हामी मन्दिर जान्छौँ, आमा किन जानु? घर हेर्नु पर्यो। केहीले लान्न घर सुन्नु भएन घर।
त्यो त हो। अब हामी आरतीमा जाँदैछौँ मुक्तिनाथ मन्दिरमा। आरती हेर्न जाँदैछौँ। कस्तो लागेको छ तिमीहरूलाई? ल टोइलेट गर्दा राम्रो। यो टोली आरती हेर्न जाने टोली। यो म खिच्ने टोली। हरिओम तत्सत ओम विष्णु मनोला 3 पटक ओम विष्णु ओम यो मुक्तिनाथ धाममा अनुष्ठान
हृदयमा भगवान आज शनिबार मुक्तिनाथ मन्दिर नयाँ गाउँमा मायाज्ञ लागेको छ। धेरै दिन भइसक्यो हामी आउनै पाएका थिएनौँ, त्यही भएर हामी बिहानै आइसक्यौँ। इसाहरू आशिकाहरू त दिनदिनै आएको आइछन् साँझ बिहान, अनि भोलि फेरि शिवरात्रि हुन्, त्यही भएर हामी भोलि यति बाटो जाउँला भनेर आएको। तर यिनीहरू अहिले 10 बजिसक्यो रातिको, यिनीहरू नाचेर थाकेको छैन। अनि यिनीहरूको मोबाइल ज्याकेट समात्ने काम फेरि मेरो, अनि भिडियो पनि खिच्नु पर्ने फेरि। रातिको 10:30 बजे नाचेर आयौँ। अहिले बिहानको ठिक 6 बज्यो। हामी मन्दिर जाँदैछ। मुक्तिनाथ मन्दिरको लागि तयारी छ। मुक्तिनाथ मन्दिरमा यति ठुलो लाइन छ कि हुन त यहाँ प्रत्येक वर्ष लाइन लाग्छ। बिहान 3 बजेबाटै भक्तजनहरू आउनुहुन्छ। हामी पनि लाइन 2 घन्टा बस्नु पर्ला जस्तो छ। फाइनल्ली 2 घन्टापछि हाम्रो पनि पालो आयो। हाम्रो यो ग्रुपमा भाउजू सुत्नुभयो, मिस यू भाउजू। हामी धेरै लाइन बस्यौँ। हाम्रो पालो बल्ल आयो। पूजा सकियो। हामी बिहानै जल चढाएर घर फर्केपछि घर पुगेर अब चिया मात्रै खाएर आज हाम्रो व्रत छ। अनि अब दिउँसोको लागि हामी नाच्छौँ। नाम जप्नुपर्छ। मृत्यु भनेको कहिले आउँछ थाहा छैन। हाम्रो छायासँगै हिँडेको छ। अलिकति पत्ता पाइलो लड्कियो भने चिप्लो भयो भने मृत्युले आक्रमण गर्छ। मृत्युले आक्रमण गर्ने भएका कारणले गर्दा आज भोलि पर्सि गरेर दिनाचार्य बित्दै जान्छ राजा। तर दान गर्ने कुरा, यज्ञ गर्ने कुरा, मनमा लागेको कुरा विचार विमर्श गरेर राम्रो कुरा गर्नलाई बाँकी नराख्नु। राम्रो कुरा गर्नका निमित्तमा बाँकी नराख्नु। 4वटा कुराको शेष नराख्नु रे हेर्नुहोस्। 4वटा कुराको शेष नराख्नु है। के ऋण शेषम व्याधि शेषम अग्नि शेषम तथैव च पुनः पुनः प्रबद्धन्ते तस्मात् शेषम नकारय। ऋणको शेष पनि नराख्नु होला। जय बोलो महालक्ष्मी मैयाको जय। ऋण लाछ कि लाछ छैन हजुरहरूलाई त त्यति लाछ छैन होला। यो त अलि हुने खाने ठाउँ भयो नि यो त है। यदि ऋण लाछ भने पनि चिन्ता नगर्नुहोस्। आज मन्दिरमा यति भिड थियो कि के अरे आफ्नो सिटमा बसेको कुर्सीहरू छोडेर गयो कि अर्को सिटै नपाउने आउँदाखेरि, कि पछाडि उभिनु पर्ने घाममा कि त्यहीँ बसिराख्नु पर्ने।
गर्नका लागि म अनुरोध गर्दछु। बोलो स्वामीजी महाराजको, स्वामीनारायण भगवानको, समुक्तिनाथ दिव्य धामको, हरे श्री गुरु चरण सरोज रज। आजको व्रतको समापन आजको बसिसकेको हामी एकजना बसेका छौँ। के छ भन्नु? केही छैन, एकदम रमाइलो भयो। आज अब हामी फर्किँदैछौँ घर। के भन्ने थाहा छैन। घन्टा मन्दिर बसेर बल्ल आयौँ। बसेको ठाउँबाट नउठिकन घर सिधै। यसै गरेर आजको हाम्रो शिवरात्रि पूजा एकदमै के अरे रमाइलोपूर्वक र आनन्दले व्रत सम्पन्न भयो। हामीले भिडियो पनि बनाएको छौँ, हेर्नु होला। अन्तिममा लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु।